guys, good morning. Welcome to my new vlog, new day guys. Finally आज छुट्टी भयो र आज चाहिँ म जाँदैछु बथा गाइज अनि सबै सन्चै आरामै हुनुहुन्छ होला भन्दै आफ्नो आज भ्लग स्टार्ट गर्न गइरहेको छु गाइज। भ्लगलाई लाइक शेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला, धेरै भन्दा धेरै सब्सक्राइब एन्ड वाच गरिदिनु होला भन्दै। अनि के छ गाइजहरु खबर एकदम ठिक छ नि। म चाहिँ बेड लाउँदैछु। वेलकम टु न्यू डे न्यू भ्लग गाइज। सो फाइनल्ली घरबाट आएको 1 हप्ता भयो र आज चाहिँ छुट्टी थियो। साथीहरूले चाहिँ अब यसो मार्केट जाम भनेर यता गाइजहरू हाइग्राम हाम्रो रन्जित सर धेरै पछि मेरो भ्लगमा, यता सनिल सर अनि चाहिँ धेरै पछि चाहिँ मेरो भ्लगमा देख्नुभयो। अनि त्यस पहिला त हामी हरेक हप्ता एकै दिन छुट्टी पर्थ्यो, सँगै भइरहन्थ्यो। अनि चाहिँ नेपाल गएपछि चाहिँ पहिलोचोटि आज निस्किँदैछौँ गाइजहरू। अनि त्यही हो, अब घाम लाग्दैछ बिहानको, यता पनि हल्का जाडो मौसम सुरु भइरहेको छ र जाँदैछौँ हामी बथा गाइज। बथा यस्तो छ र यही बाटो यही ठाउँमा फर्किएर फेरि आइयो अब बथा गएर। अनि आज खानाको सामानहरू लिन पर्ने छ गाइस। अब हल्का हेरौँ के छ कसो छ। अनि आएर सुत्नुपर्छ, आज रेस्ट हो, एकछिन सुतिन्छ होला ल गाइस। त्यही हो। अनि तपाईँहरूको दिन राम्रो बितोस्, सबैलाई राम्रो होस्, सबैको जिन्दगी सुखमय हाँसी खुसी बितोस् है त गाइस। अहिले त यो टाइममा त ट्राफिक जाम हुने टाइम हो। अस्ति त म आउँदा यस्तो जाम थियो, बेलुका त त्यस्तै हो, बेलुका झन् लास्टै हुन्छ, लास्टै जाम यार। अब न्यानो हुने बेला हुन्ला नि घाम त होइन। घाममा बस्नुपर्छ, निन्द्रा लाग्छ। अब त 2-3 महिना त 3 महिना 4 महिना खतरा हुन्छ। र के हो यो यस्तो राखिदिएको हो, आमा खतरा छ त। खेतबारीमा राखिन्छ खेचा हुन्छ नि। नेपालमा त्यो ट्राफिक पुलिसको यस्तै खालको राखिदिइरहेको हुन्छ काठमाडौँतिर जोकिन्छ त राख्छ हो। ल हामी रास्तामै छौँ है गाइज। हामी जाँदैछौँ 5 मिनट 10 मिनटमा पुगिन्छ होला है, 10 मिनट नलाग्नु। त्यही हो, 5-10 मिनटमा पुगिन्छ, 10 मिनट भनौँ। 10 मिनटमा पुगेर झ्यामझुम किनमेल गरेर अनि आउनुपर्छ। लगाइसकेर हामी सर र हिँड्दैछौँ, हेर्न सक्नुहुन्छ तपाईँहरू। म क्यामेराको सेटिङ मिलाएको नि त मैले आएर के अहिले धेरै राम्रो आएको नि। अन्त गाइजहरू अब चाहिँ हामी 10 मिनटमा पुग्छौँ मोहल्ला बथा र लाग्दैछौँ अब बाटोमा होइन। यसले कताबाट ल्यायो केटाहरू? ए यताहरू घुमाउनु भयो त्यसलाई। हामी देराबाट देराको साइडबाट घुमाएर सही हो, त्यतैबाट राम्रो हुन्छ। हुँ लैदिने होला नि त, कसो कुरो। ए बल्ल त यहाँ हुँ लैदिने होला क्या। यो अन्डरग्राउन्डमा टक्क जान्छ। धेरै रमाइलो भइसक्यो है। अब जाडो लाग्यो नि त। तिमी सन्जय बस्ती कुन पार्क गएको हो? तिमीहरू गएको थियौ त, तिमीले हालेको देखा थिएँ। वादी कि अहिले बन्दै गरेको? पुरानो हो त्यो ताजोले लगेको।
ए कस्तो राम्रै छ ए बाबा अब चाहिँ गाडी घुम्नु जानलाई गजब हुन्छ नि नम्बर ड्याम भन्छ त्यसलाई ए नम्बर ड्याम अब चाहिँ गाडी लिएर जानु घर हुन्छ क्या अब चाहिँ सरकारलाई जाउँ भनेको सरकार होइन अब चाहिँ दिउँसो पनि आनन्द हुन्छ क्या किन भने घामले त्यो चर्को भएर सौगात भाइ म अनि दाजु गएको ए नम्बर ड्याम बाबा माछाहरू यति धेरै छ ल गाइस फाइनली हामी चाहिँ अब बथा आइसकिएको छ बथा यो चाहिँ बथाको लुलुथिमी आयो यहाँबाट युटर्न गर्छ कि यता साइडमा रोकिदिन्छ होला सो हामी चाहिँ यो बथाको लुलु बथा सुपर मार्केट कोही पुरानो हुन्छ भने हेर्नु बथातिर नबसेको मान्छेहरू हेर्न मन लागेको भयो र हामी चाहिँ अब लुलुमा छौँ अब यहाँ युटर्न मारेर अनि चाहिँ हामी नेक्स्टमा जान्छौँ नेक्स्टमा गएर हेरौँ के छ अनि पछि लुलु आउने हो पहिला सुरु जानु पर्यो धरानबाट इटरीबाट फेरि उतार्ने हो किधर से ओके शुक्रान भाईजान ये थोड़ा दरवाजा लॉक है देखिए आपका दरवाजा दूसरी जति चेन्ज थियो सबै उडाइदियो ल गाइस फाइनली चाहिँ हामी अब आयो बथा हामी चाहिँ जाँदैछौँ अब नेस्टोभित्र नेस्टोमा के पाइन्छ हेरौँ र अनि सहरहरूलाई हेरौँ न यहाँ सहरहरू के छ सहरहरूको खबर पुरा दुईजना गफ हो यहीँ त्यहीँबाट नि गइन्छ त नेस्टो अनि चाहिँ नेस्टो आइयो अगाडिको नेस्टोको बिल्डिङ र चाहिँ हमार लुक्स अनि केटाहरूको यहाँ फेरि सिक्रेट गफ भइरहेछ म चाहिँ अब पछाडि नै बसेर भ्लग बनाउँदै हेर्नु पर्ला भनेर अब त हल्का यसो लिएर हिँड्दा पनि हुँदैछ केही फरक पर्दैन क्या चाहिँ सही है किधर से हो पाकिस्तान से हो कितना साल हो गया इधर अभी तो नया अच्छा 15-16 साल अभी नया है सही है चलिए भाई बाय बाय कर दीजिए र अनि चाहिँ तँ के गरे त्यो पाकिस्तानी ट्याक्सी ड्राइभरहरूले मेरो नि खिचिदिए अरे ए के रहर हो यिनीहरूलाई कसै कसैलाई कोही कोही मान्छेलाई त राम्रै लाग्छ होइन केही फरक पर्दैन कोही कोही त फेरि लास्टै हुन्छ नि अनि त्यो भिडियो त उ गर्दा पनि उनीहरूको नक्सिस दिँदा पनि आफ्नो यो पर्सनल हो नि त भ्लग भनेको अनि चाहिँ रिसाउँछ नि किन गराएको छ किन खिचिएको तर कोही कोही फेरि राम्रै हुन्छ होइन गाइस ल यो नेस्टोको बिल्डिङ हो गाइस माथि नेस्टो लेखेको छ यो नेस्टोमा हेरौँ अब के छ कसो छ त्यो माथिको पुरै पार्किङ हो पार्किङ यहाँबाट छ त भित्रबाट छिरेर उता निस्केर जानलाई के हामी यहाँबाट भित्र मार्केटबाट छिरेर जान सकिन्छ क्या ओहो गावा त यहाँ ल यहाँ सपिङ उता निक्लिने ठाउँ छ त हो वहाँ हो क्या निस्किने त्यसपछि यस्तो जाने हो यहाँ भित्र यता यस्तो छ गाइस यहाँ त एउटा हाइवे नै यहाँ त एउटा हाइवे नै रहेछ त यहाँ त एउटा हाइवे नै रहेछ त भित्र त हो त नि माथि पुरै पार्किङ माथि पुरै पार्किङ हो अनि तर चाहिँ यो स्पेसली अरबिक मार्केट छ क्या यो भित्र होला हजुर अनि
मैले चाहिँ एउटा उप पनि किन्न सक्यो मेरो पेन ड्राइभ चाहिँ यहाँ मलाई यस्तो हुन्छ सरकार जम्मै यो उहरू इजिप्टतिरको कतकताको मोरक्कनहरूको मार्केट छ नि त यहाँभित्र त्यही भएर आउँछन् उसले किने होइन त यहाँ करार जाँदा छुट्टी जाँदा त के अरे होइन यहाँबाट लगेज किने कसले के नामै बिर्स्यो त्यस्तो छ गाइस लो आयो अब नेस्टो र नेस्टोभित्र हेरौँ भिडियो खिच्न दिन्छ कि दिँदैन थाहा छैन है र चाहिँ दिएन भने खिचिँदैन दियो भने चाहिँ खिचिन्छ त्यही हो फाइनल्ली गाइस म नेक्स्ट आइसकेको छु र भित्र जान्छु एकछिन बन्द गरेर जान्छु है त ल गाइस फाइनल्ली चाहिँ म यहाँ एउटा मेरो खानालाई प्लेट थिएन यो चाहिँ थाल हाम्रो नेपाली शब्दमा थाल किने र थाल किन्यो थाल गाइस खै रञ्जित हो ल सरकार टिक्दैन अब चाहिँ थाल किन्यो थाल चला पैसा हाफमा छ ल यसो हल्का सामान किनिन्छ अनि चाहिँ सुरु गर्नु पर्ला है त गाइज के हेलो गाइज अब साथीले यहाँ कपडा लिएर लास्टै भइसकेछ अब चाहिँ हामी मैले एउटा प्लेट लिएँ होइन जाम आउनु यता रु अब चाहिँ लिनुपर्छ हामी लिँदैछौँ सब्जीहरू अनि चाहिँ त्यसपछि जाने जाम ढिलो नगरौँ जाम अब लाग्नुपर्छ त्यहीँबाट उठाएर दिएको त नि हजुरलाई हो र यता यस्तो छ र हामी अब हल्का सामान लिएर लाग्छौँ गाइस त्यही हो अब चाहिँ आज खासै त्यति जाँगर पनि लगाएको थिएन र नेक्स्ट भ्लगमा भेट्ने बाचा गर्दै तपाईँहरूसँगबाट अहिले बिताउँछु अर्को भ्लगमा भेटौँ ल भन्दै लभ यु अल दिन राम्रो बित्यो भिडियोलाई लाइक सेयर सब्सक्राइब कमेन्ट गरेर नबिर्सिनु होला भन्दै बाई लभ यु अल गाइस बाई